यहाँ पखाल्नु पर्छ कान्छ चिप्लेर तिन लड्लास् नि अहिले गयो कति देश भाउजूले ल्याएको आफू कति उता त खाने म त अम्बक खाइछु भोक लाग्छ आप्पा खानुहुन्छ अरे म खाइसकेको म अघि एकजना अम्बक थियो फेरि खाजा भइरहेको थियो खाता कसरी खान्छ हेरौँ कस्तो छ मिठो छ अहिले गयो मिठो छ राम्रो केटो खाइ त डेन्जर छ त हौ म मसला खोज्नु लागेँ जाने नि तपाईँसँग मसला खोज्नु बर्का त राति हुँदै हिजो पुगेर आएको ए सिकुटी उम्लिँदैछ आज हामी फेरि सिकुटी खाने प्लानिङ गुन्द्रुक र सिकुटी थोपा होइन ल जमिन ती बस्ला आज मुला फल्दैन आज डम्मु पर्छ सुँगुरको मासुसँग खाने साग दामी तयार भएर छ साथीहरू हाम्रो यता अब एक दिन सुँगुरको मासु भएको बेलामा सागसँग टक्क खानुपर्छ चट्ट लाएर यहाँ मेरो साथी छ यता तिमीहरूकोमा थुक्पा खाने आज ला मलाई दिनु नदिने ल कतिको दिँदो रहेछ हेर्छु म पनि मेरो पार्टनर चाहिँ यता रजिन्छ थुक्पा खाने गफ निम्तो गर्दैछ त भाइले डाक्टर अङ्कललाई पनि पुगिन्छ डाक्टर अङ्कललाई पनि थोरै दिने निम्तो पो गर्दैछ त भाइ त डाक्टर अङ्कलले यति दिनु होला पनि यत्रो कोपला पनि यसैमा ल्याउँछु म गफ गर्नु भन्न काम चाहिँ कसले गर्छ आउनु न बस्नु बसेर काम चाहिँ कसले गर्छ सिमटा देख्छु मध्यम सिकुटी पकाउँदैछु हाम्रो आमा त बिरालो जस्तो हाम्रो आप्पा क्यामेराम्यान मेरो क्यामेराम्यान आप्पा यता मैला भाइ आउनु भएको छ अस्ति भिडियोमा कुटा खाने बेलाले यो कम्ती फटा छैन त्यही भएर कुटा खाएको यसले खुट्टामा खुट्टाले हाल्ने छ बाउले आमाले पनि देख्दो रहेछ आमा पनि केयर गर्दो रहेछ हेर्दो रहेछ
कहाँ छ दुःख माथि छ केही न केही भयो पहाडी घाट काटेर राखेको काटेछ भाइ अरूले भ्यालमा चाहिँ सबै निकाल्यो हजुर टाउको दिनु सुतेर सबै त ऊ दिल्ली बुढो राखेको बुढोले काट्न पारे काम रोड म्याप मुन्टा काटिसकेको छैन बाउले भनेको है त्यो रोड मुन्टा काटेको छैन रोड राख्दैन रोड म्याप चाहिँ होला सला त चलाउनुहुन्छ सबै काटे यहाँ त भिडियो चलाउनु मिल्दैन नि बेलाले जस्तो मेरो कपिराइट हान्छ यहाँ नि यो यहाँ छोड्नु झौडी गएको त सबै घरको मान्छेलाई त छुयो त्यो केदार त फेरि अरू डाटा खोलेर मार्नु त एकचोटि हेर्नु कसरी मार्नुहुन्छ मार्नु जान्दिनँ क्या डाटा खोलेर मार्नु त यतापट्टि तान्नु न उतापट्टि होइन यतापट्टि तान्नु यतापट्टि हो ओल्लो छेउमा हो होइन भएन त्यसलाई अब हटाउनु उ अब त्यसलाई उँभो तान्नु फेरि अब ओल्लो छेउमा तान्नु त ओल्लो छेउमा त्यहाँ ओल्लो छेउमा हो त्यहाँ खोइ ल ओल्लो छेउमा तान्नु त ऊ डाटा देख्यो त त्यहाँनिर माथि डाटा हो फेरि उँभो सारेर त्यसलाई मार्नु त ल कहाँ थियो आमाले त्यो त हो त नि यो त्यो जोडी भएको हौ त खोलो अब त्यसलाई फेरि मार्नु त हटाउनु त्यसलाई होइन त्यसलाई हटाउनु पऱ्यो अब फेरि त तानेर मार्नु त कसरी होइन डाटा मार्नु लक मार्नु भनेको होइन तल कटाउनु न पुरै पुछारमा अझै कटाउनु अझै कटाउनु हेर्नु मन लागिरहेछ के नाचेको हेरेको गरिरहनु भएको छ के कराउनु हुन्थ्यो ऊ अब हेर्नु त होला आनन्द के त्यस्तो बेलामा कोही बेला त झ्याप्पै लिन्छ नि धागाको सिकुटी यस्तो स्वाद भयो अब झ्याप्प एक बटको खाएपछि त ₹1000 सेकुटी लिएको हजुरले आज नखाने एकजना भयो फेरि एकजनालाई अन्डा के दाग छ छैन हेर्नु मैला छैन राम्रै छ के भयो हार त हिजो जोखाना राम्रै आयो जोखाना त राम्रै आइरहेछ छैन केही एकदम क्लियर छ दुईटा भालेको सुप पनि बनिसक्यो यही हो मैले दुईटा भालेको सुप भनेको यही हो ब्रोइलरको सुप भनेको त्यही हो हाम्रो मैला पनि आइसकेको छ हिजो अफ्रिकन नभएर नहानेको यो मान्छेले तर अफ्रिकालाई अमेरिकाले चिक्लाइदिए गरेर आऊ त भएन त तिम्रो चाहिँ कपाल मात्रै खुम्ले तिमीहरू सेतो भयो नि त त्यस्तो कालो चाहिँ हुनु पर्छ मासु पस्किँदैछन् हाम्रो आमा जबरजस्ती उठाउनु पर्छ आमालाई के गर्नु गाह्रो छ खानाको लागि यता छ यो चाहिँ हाम्रो सिकुटी टक्कसँगले
अघि नातिलाई मागेर चाउमिन पनि ल्यायो आमा हाम्रो आमाले बनाएको लिँदैन नि नातिलाई मागेको थियो खाँदैन त म नि कोही बोलले खान्छ अहिले राखौँ खानु न दिदी गएर खाँदैन नि अहिले भात खाँदैन त्यही खानु अब भात खाँदैन नि त म अनि त्यति खाइसक्नु भात खाँदैन म अब यो त खाइदा मासु भात कति मार्नुमा हाम्रो दिनैपछि घरमा पार्टी हुँदैछ है दुईटा चार पन्ध्र कन्जरा कसले दिन्छ म त सोच्दिनँ हिजो राम्रो त मागेर जानुपर्छ बल्छीहरू केटीकेटीले माझेर ठुलो मान्छे मात्न नसक्ने भएर गोल खेलेर होइन हजुर म त सक्दै सकिनँ गलेर नि दिनभरि केटाकेटी त कुदो नि त हामी त खेल्यो नि त सबैले त्यसो लाउनु कता छ यहाँनिर यहाँ छ हौ तामाको त खोइ खाने माइला तामाको त भयो खानु मैले खाएँ खन्टो कस्तो मिठो कता छ कस्तो हुन्छ माइला खाला कस्तो मिठो छ हो मलाई ये दिखाओ त खाने कस्तो हुन्छ तामाको त अलिक चाख्नु त त्यत्रो होइन म त अलिकति चाख्नु मात्रै फाट्दै लाग्छ आफूले कोरेको आउँछ तामा गनाइहाल्छ क्या आउँछ गर्नु के भएको भोलिको खाँदैछ त भात खा अझै खानु पऱ्यो है उसको त देखाइ ठुलो बनाएर बसिरहेको नमाइला म त भएको टोकोला खन्टुला बाजे हिजोको ब्रोइलर मासु थियो आज ठिक थियो आज ठिक थियो हिजो त धेरै बियर खाएर हो नि त तिमी यो त सुतेको बोल्नु नि गोल खेल्न नसकेर के बियर खाएर पुग्लै लडिदिएको नि बचिया अनि अफ्रिकन र अमेरिकालाई चेक लगाइदियो त अनि हाम्रो घरको अक्काबारे खोर्सानी होइन आमा घरकै हो अझै पागिरहेको फेरि आमा चाहिँ आज नातिनीको थुक्पा खाएर भातै नखाए टन्नै अगाएर खान्न अब अगाडि अब ढिँडो खाने नि त कोदो पिसेर हिजोको डान्स हेर्नुपर्छ भने हाम्रो शर्मिला राई भाउजूको टिकटक आइडीमा शर्मिला राईको आइडीमा हेर्नु होला दिदीभाइको डान्स खै हेर यहाँ त छैन दिदीभाइ अनि नातिनी दिदीभाइ र नातिनीको डान्स कडा थियो हिजो पशु पनि छ तिनजना अनि हार पुर्लु सुतेको पुर्लु कुखुरा बनाउने अरू को हो ए टोली थियो टल्ने छजना त तिन घरको 6 जना मतलब 12 जना एक भाँडा भात पनि खाइसकेको छ र भाँडा त उतै लडाएको छ भाँडा त म त बिहान भरि माता भाँडा थोरै होइन म त अलिकति भात खाएर निन्द्रा लागेको गरेर म त सुत्नु बसिहालेँ अरू थियो गफ गर्दै थियो म अब यहाँ भात नखाइ भरै थियो हो म त खाना बरु गरेँ म त आलु बोकेर गरेँ भनेर सुतेको फुलुक्कै सुत्यो भने ठुली दबाई लिएन मलाई ल्याइदिन्छु म माथि छ दबाई हाम्रो आमा अब टक्क सुत्ने भन्दैन हाम्रो अब त टिकटक अझै त टिकटक लभर हुनुभएको छ होइन टिकटक भएपछि अब एउटा नेट जोड्नुपर्छ त्यसपछि चाहिँ डाटा पनि किन्नु पर्दैन जति चलाए पनि हुन्छ जति जे गरे पनि हुन्छ आनन्दै ओइ लाग्यो यो पैसा अहिलेसम्म म हेर्दैछु त्यही थिएँ अब सकिनु लाग्यो पैसा त कति 8-9 5 दिनमै सक्छ त हामी
कहाँ सकेको छ हामी चलाएको छैन हामी त यत्रो भयो त अनि डाटा नमाग्दा पनि यो पैसा नसेन अनि डाटा नम्बर त डाटै काटिदिने नि त कहिलेकाहीँ भिडियोहरू चल्यो भने त्यस्तो हुन्छ कि हाम्रो त गाउँघरमा ढुङ्गोको चुलो छ ढुङ्गा गएन हाम्रो माटोको चुलो छ अब ल म दबाई ल्याइदिन्छु ल खाना खाइयो अब आमाको लागि दबाई ल्याइदिन्छु म अनि आमा चाहिँ टिकटक अझ टिकटक लभर हुनुभएको छ हाम्रो आमा चाहिँ टिकटक हेरेको गर्नुहुन्छ यति धेरै हेर्नुहुन्छ कि अनि त्यही हो आजलाई भिडियो यति नै थियो भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक गर्नु च्यानल सब्सक्राइब गरिदिनु होला भिडियो कस्तो लाग्यो मिठो कमेन्ट चाहिँ छोडिदिनु होला त्यो अब हामी पनि सोध्छौँ हिजो दिनभरिको गेम अनि आज दिनभरिको अफिसको तनाव एकदम हाई प्रेसर हाई भइरहेछ मेरो हिजो दिनभरिको गेम अनि त्यसपछि आज चाहिँ दिनभरि यति धेरै काम थियो अफिसमा यति धेरै काम थियो होइन यस्तो डाटाहरू सबै तयारी गर्नु थियो रिपोर्टहरू यताउता गर्नु थियो अनि बिरामीहरू पनि त्यस्तै चाप त्यस्तै भयो यस्तै भयो भिडियो मन पराइदिनु भएको छ त्यसको लागि धेरै धेरै थ्याङ्क यू सम्पूर्णलाई कुन ठाउँबाट मेरो भिडियो हेर्नुहुन्छ कमेन्ट चाहिँ गर्न नभुल्नु होला सबैजनालाई गुड नाइट अब स्विट ड्रिम राम्रोसँग सुत्नुहोस् राम्रोसँग बस्नुहोस् राम्रो कुरा खानुहोस् राम्रो स्वस्थ रहनुहोस् हेल्दी रहनुहोस् ह्याप्पी रहनुहोस् सधैँभरि अनि सबैभन्दा ठुलो कुरा भनेको चाहिँ फ्यामिलीसँग टाइम स्पेन्ड गर्नुहोस् बाबुआमासँग टाइम स्पेन्ड गर्नुहोस् र बाबुआमासँग चाहिँ धेरै टाइम स्पेन्ड गर्नु होला भन्दै सबैजनालाई गुड नाइट भोलिको दिन शुभ रहोस् आजको रात शुभ बितोस् बाई बाई सी यू नेक्स्ट ब्लग गुड नाइट साथीहरू